पहिला पहिला म र साहुले मात्रै सम्हाल्ने दोकान आज भोलि हामी 4-5 जनालाई पनि सम्हाल्नको लागि एकदमै गाह्रो भइरहेको छ। हेलो साथीहरु, स्वागत छ हजुर मेरो मिनी भ्लगमा। आशा छ हजुर सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। मलाई चाहिँ आज बिहान उठ्नलाई अलि ढिलो नै भएको थियो। त्यसपछि जति ढिलो भए पनि यसो नुहाइधुवाइ गऱ्यो। नुहाइधुवाइ गरेर पछि चाहिँ आज भोलि चाहिँ एकदम जाडो एकै नै बढिरहेको छ। त्यसै भएर रुखा चाहिँ लागेकै छ। त्यसपछि चाहिँ बहिनीले मस्त नास्ता बनाएर दिएको थियो। त्यसपछि नास्ता सस्ता खाएर मस्त लागेर दुकानमा गएको थिएँ। दुकानमा गएपछि चाहिँ अब दिउँसोतिर सामानहरू सबै रेडी गर्न लाग्छु। त्यसपछि चाहिँ दुकान पनि रेडी गरिसकेको थियो हेल्परहरूले। त्यसपछि चाहिँ म कस्टमरको वेटमा थिएँ। अनि त्यसपछि चाहिँ कस्टमर पनि चालु भयो। हाम्रो सामान पनि राम्रोसँग रेडी भएको थिएन। बहिनीले यता मासु सासु फ्राई गरेर आएको थियो। त्यसपछि दिउँसोतिर पनि एकदमै गर्दै थियो कि फुल गर्दै थियो। पहिला त म र साहुले मात्रै सम्हाल्ने दोकान, आज भोलि हामीले 4-5 जनालाई पनि सम्हाल्न एकदमै दुःख भइरहेछ। साँझमा पनि त्यति नै कस्टमर थियो। त्यसपछि राइस पनि सकिएको थियो। त्यसपछि म राइस साइज बोल गर्न पनि हाल्छु। त्यसपछि राइस साइज बोल भएपछि चाहिँ एकछिनपछि चाहिँ कस्टमर शान्त थियो। त्यसपछि शान्त भएको बेलामा चाहिँ मैले सोचेँ कि अब साहुले चाहिँ मासु ल्याएर दिएको थियो हामी स्टाफहरूको लागि भनेर। त्यसपछि अब चाहिँ मासु सासु बनाउनु पर्यो भनेको त फेरि कस्टमर चालु हुन्छ त। कस्टमर यस्तरी चालु भइदियो कि मलाई मासु बनाउनु चाहिँ टाइमै मिलेन। फाइनली चाहिँ अब पहिला चाहिँ अब बन्द गर्नु पर्यो। त्यसपछि बन्द गरेपछि चाहिँ अब मासु सासु बनाउनु पर्यो भने त्यसपछि मासु बनाउनुतर्फ लाग्यो। फाइनली मासु सासु पनि पाक्यो। भोक पनि त्यति नै लागिरहेको थियो। अब खाना खानु पर्यो भने मैले खाना खानुतर्फतिर लाग्छु म।